सो हेलो फ्यामिली के छ मेरो पनि ठिकठाक नै छ भन्नु पर्यो। आज हामी चाहिँ पशुपतिनाथ मन्दिर दर्शन गर्न जान लागेको। दिदीको बर्थडे थियो नि त, त्यहाँ स्पेसलले आज चाहिँ पशुपति दर्शन गर्न जान लागेको। म र 2वटा दिदी मात्र जाने हो होइन। अर्को कान्छी दिदीको आज जन्मदिन परेको कारणले जान लागेको। अब चाहिँ हामी बाटोमा गइसक्दै आउनेछु ल गाइस है। फाइनली गाडी चढ्यो हामी एउटा, अनि अर्को चढ्नु पऱ्यो नि त। फेरि बाटोमा झरेर अर्को गाडी पनि चढ्नु पऱ्यो भनेर झरियो। दिदीहरूले चाहिँ हाई अरे के होइन। हेर्नु न अगाडिको भ्यू कस्तो दामी छ के। भिडभाड हुन्छ नि त, जाम पर्छ। फेरि यत्तिकैमा गाडी आयो अनि हामी बसियो गाडीमा। गीतको आनन्द लिएर हामी लाग्यो मन्दिरतर्फ। बाटोमा जाँदा फेरि मन्दिर होइन, मन्दिरहरूको सहरहरूको भ्यू हेर्दै गइयो होइन। फेरि हामी झरियो कि ठ्याक्क पशुपतिको गेटनिर आइसकियो। अब हामी झरियो। त्यो दिदीको चाहिँ बर्थडे हो नि त, त्यस कारण आज मोटा खर्च हुन्छ। ल केटा यार, यहाँ चाहिँ बाँदर यस्तो के छोडिदिएर यहाँ यस्तो लावारिसै भइरहेछन्। अब पूजाको लागि सरसामान पनि त किन्नु पऱ्यो नि। ल देख्न सक्नुहुन्छ पशुपतिनाथ फाइनली हामी आइयो होइन। आज चाहिँ आइतबारको दिन भएको कारणले कस्तो बब्बाल भिड छ के। यस्तैकैमा अब यसो हामी चाहिँ अब यहाँ बसियो। दिदीको बर्थडे थियो नि त आज, त्यही भएर दिदीले यसो पूजा गर्नु लाउनु भयो। त्यस कारण यसो म चाहिँ भ्यूको आनन्द लिएर बसेँ। अब हामी चाहिँ फर्किने बेला भयो। अब दिदीको मोटा खर्च लगाउनु पऱ्यो नि त। खर्च नगराइ कहाँ बर्थडे मनाइन्छ त भनेर परेवा हेर्न गएको। परेवा चाहिँ अति नै रहेछ के, अति धेरै रहेछ। अब चारो सारो दाना साना खुवाउने हो नि त। अब हामीले दिदीको मोटा खर्च गर्ने प्लान छ, त्यही भएर भ्लग नदेखाइयो अगाडिको। सो अब चाहिँ हामी घर फर्कियो पार्टी साटी हानेर। भ्लग राम्रो छ भने लाइक कमेन्ट गरिदिनु ल। जय नेपाल, बाई।